Hello guys, welcome back to my channel with another vlog, with another video. So आज चाहिँ म बोजूसँग बाहिर घुम्न जाँदैछु होइन पार्कमा। त्यही भएर हल्का तयारी हुँदैछु, कपाल मिलाउँदैछु। आफूले काटेको बिगारी पठाएँ अनि बाहिर चाहिँ जाडो हुन्छ, सो त्यही भएर जम्पर लगाउँदैछु नि त होइन। अन्त बाहिर चाहिँ पुरा हावा क्या, विन्डी छ अहिले। घाम लागिरहेको छ र पनि विन्डी क्या, तर चिसो चिसो हावाले फुक्छ। त्यही भएर जाँदैछु। दैलो खोलेँ, अब बाहिर निस्केको है। फेरि दैलो बन्द गर्नु बिर्सिनु हुँदैन हो। अनि म चाहिँ बोजू अगाडि अगाडि, म पछाडि पछाडि चप्पलमै हो। मलाई चाहिँ अल्छी लाग्छ जुत्ताहरू लगाएर बाहिरतिर निस्किरहनु होला। हरेस लिफ्टमा आएँ हो, लिफ्टमा तक वेट बाहिर लिफ्टभित्र निस्क्यो हामी। अनि अब यहाँबाट चाहिँ अलिकति परनिर गएर चाहिँ पार्क छ अरे। बोजूले भन्दा ठुलो पार्क छ अरे नि त। अस्तिदेखिको लान्छु भन्दै थियो, आज चाहिँ बोजूले मलाई लानु मिल्यो। अन्त यहाँनिर चाहिँ जेब्रा क्रसिङमा चाहिँ एउटा चाहिँ ढुक्क चाहिँ के छ, जति नै गाडी जस्तो नै आयो भने पनि रोकिदिन्छ, त्यति चाहिँ सेफ छ क्या यहाँनिर। हामी त नयाँ मान्छे होइन, अन्त नयाँ मान्छेलाई त साह्रो पर्छ नि त ठुल्ठुलो टाउनतिर गएर रोडहरू क्रस गर्नु। तर यहाँनिर त्यस्तो छैन, त्यो चाहिँ ढुक्कै छ। यहाँनिर सबसे साह्रो लाग्ने नै रोड क्रस गर्ने हो। थ्याङ्क गड यहाँनिर चाहिँ जेब्रा क्रसिङले गर्दा चाहिँ यत्रो यत्रो ठुल्ठुलो गाडीहरू पनि रोकिदिन्छ क्या जेब्रा क्रसिङमा। तर म प्रायः चाहिँ ठुलो गाडी छ भने त क्रस पनि गर्दिनँ, ड्राइभरले जा भने खालि जाने हो। अब हामी यहाँनिर एकछिन रोक्यो क्या, गाडी आएको देखेर। त्यहाँदेखि गाडीले जानु भन्यो नि त हो। अन्त हामी क्रस गरेँ, बोजू र म गफ गर्दै हल्का हो, दुई बहिनी। अन्त दिन चाहिँ प्लेजेन्ट भइरहेको छ, मजाको दामी। घाम पनि लागिरहेको छ, हल्का हावा पनि हो। अब हेरौँ त्यो पार्क चाहिँ कस्तो रहेछ। बोजूले भन्दा ठुलो पार्क छ भन्दै थियो। अन्त त्यही भएर आज सानो अब के अरे मिनी ब्लग पनि बनाउनु पऱ्यो नि त भनेर चाहिँ म क्यामेराको साथ हिँड्दैछु बोजूसँगै हो। अलि फेरि बोजूलाई पनि याद गर्नुपर्छ। मजै आइरहेको छ, म त मजै लाग्छ वक गर्नु हो। यो तेर्सो लाग्दिनु पऱ्यो। अब यो तेर्सोबाट अलिकति पर गयो भने चाहिँ पार्क छ भन्दैछ। यहाँनिर पार्किङहरू रहेछ, मलाई केही थाहै थिएन हो। त्यो परनिर चाहिँ बस स्टप देखेको थिएँ। यहाँनिर चाहिँ बस स्टपको चाहिँ के हुन्छ भन्दा चाहिँ यो बस स्टप, यहाँ चाहिँ हामी यो नम्बर जुन लेखिरहेको छ त्यो नम्बरको चाहिँ बस आउँदो रहेछ अगाडि लेखेको, त्यसमा चढेर चाहिँ हामी जानुपर्ने होइन। सो अब हामी यहाँ पार्कको अगाडि पनि आइपुग्यौँ। पार्कभित्र चाहिँ मलाई चाहिँ अस्ति अब लाग्दै थियो क्या, यो पार्कमा चाहिँ पैसा तिरेर जानुपर्छ होला भनेर, तर होइन अरे क्या, फ्री अफ कस्ट अरे। दामी छ नि त, अब के भन्छ पैसै तिरेरै पस्ने टाइपको छ यो भित्र। टिकट सिस्टम होला लागेको थियो, तर त्यस्तो नहुँदो रहेछ, यहाँ फ्रीको हुँदो रहेछ पब्लिकलाई। अन्त सो लेट्स सी भित्र कस्तो रहेछ के रहेछ है, हेरौँ। हेर त सुगा यहाँनिर, आमामा सुगा, यति साह्रो सुगा हो। सुगा चाहिँ हाम्रो त्यतिर परेवा भएको जत्तिकै हुँदो रहेछ। त्यहाँनिर चाहिँ नानीको खेल्नेहरू दामी रहेछ। त्यो साइड चाहिँ हामी गएन नि त, बोजूले लगेन मलाई हो, जान मन लागिरहेको थियो। अनि यहाँ परनिर चाहिँ एउटा ठुलो बर्ड पिपलको जस्तै रुख छ क्या, त्यहाँ आउँछ त्यो रुखमा चाहिँ मलाई चाहिँ यो भुतिया टाइपको लाग्दिएको नि हो, त्यसलाई पनि खिचेको छु मैले। अनि होल पुरै ठुलो रहेछ, पार्क चाहिँ ह्युज रहेछ, एज इट इज सेम यही रहेछ। यो चाहिँ स्टल लाग्यो मलाई, जहाँसम्म लाग्छ फुड स्टल रहेछ। त्यहाँनिर चाहिँ मजाको क्या खानेकुराहरू राखिराखेको छ देखेँ मैले। नानीहरू पनि पुरा थियो त्यो साइड, स्ट्यान्डर्ड झेस कुराको पनि यहाँनिर है, मजाको लाग्यो। हेर्नु न भ्यू पनि कस्तो दामी, आँखाले त अब त्यत्तिकै आँखाले खालि हेर्दा त झन् कस्तो दामी देखेको नि हो। आज त दिन पनि राम्रो भएर मलाई यहाँनिर प्लेग्राउन्डहरू रहेछ, बास्केटबलहरू खेल्दै थियो त्यहाँतिर हो नानीहरू। यति साह्रो यो प्यारेट्स चाहिँ परेवा जत्तिकै लाग्यो यहाँनिर, प्यारेट्स उडेको चाहिँ मलाई फेरि पुरा मन पऱ्यो। यो नानीहरूले उडाउँदै थियो कि, त म पनि अलिकति नटी हुनु पऱ्यो भनेर अलिकति परनिर गएर उडाएको छु त मैले पनि हो प्यारेट्सलाई। यसलाई उडाएको जस्तो लाग्यो मैले यसलाई उडाएँ हो।
अन्त बोजूले त्यसले टिज गरिस् है, जिस्काइस् है, नगर न त्यस्तो, तिनीहरूले खाना खाँदैछ भन्दै थियो हो। मलाई चाहिँ तर मजा लागेको नि, फोटोमा दामी देखेको नि त उड्दाखेरि। माथि चाहिँ यो जेट चाहिँ आज जहिलेको तैले त्यतिकै होइन, दिनभरि उडेको छ के उडेको आकाशमा हो। अन्त यहाँनिर चाहिँ भलिबल के खेल्दै थियो, यो चाहिँ बास्केटबल के खेल्ने रहेछ हो। बास्केटबल पनि त्यहाँ भलिबल खेल्दै थियो। अन्तखेरि यहाँनिर सानो सानो नानीहरू क्या आफै गाडीहरू खेल्दै आउँदैछ। वाउ, यतिको कन्फिडेन्ट क्या नानीहरू। हाम्रोतिर पनि है लड्छ नजा त्यहाँ भन्थ्यो होला हो, यहाँको चाहिँ अब त्यसो छैन। अनि फेरि दुईवटा हो, मैले भिडियो बनाउँदै दुईवटा त उडिहाल्यो यहाँनिर जेट। अन्त फेरि प्यारेट्स उलै छ, बगानै प्यारेट्सको परेवा जत्तिकै क्या। अनि त्यहाँनिर गएर चाहिँ बोजूले अब हामी त्यहाँबाट फर्कौँ ल, लेक नजाउँ अरे। त कस्तो लाग्यो क्या लेक नजाउँ भन्दा त, अब लेकै छ दामी छ भन्दै थियो अघि चाहिँ आफैले होइन। अन्त ल अब भनेर सोचेँ मैले मनमा, तर मैले सोचेँ क्या म पनि कमीको त छुइनँ है, जसरी भए पनि जान्छु म। बोजूलाई त्यहाँ राखेर भए पनि एकछिन चाहिँ भिडियो बनाउनुको लागि भए पनि जान्छु भनेर चाहिँ बोजूलाई त्यहाँ बस्ने बोजू तपाईँ भनेको त म बस्छु है, तँ पनि बस्न अरे। अन्त मैले होइन उहीँ तल रहेछ म हेरेर आउँछु ल भने होइन बोजूलाई, यहीँनिर त रहेछ नि भनेर। ल तपाईँ चाहिँ यहाँनिर कहीँ नजानु है भने। त्यहाँनिर जुन पनि लागिदिइराखेको छ फेरि दिउँसै हो। फेरि यहाँनिर सुगा रहेछ नि त, सुगा भएकोपट्टि फेरि मलाई जानु मन लागेर त्यहाँ बोजूलाई त्यहाँ छोडिराखेर म ओह्रालो गएँ लेकपट्टि। कत्रो ह्युज पार्क रहेछ, रोनु पनि उनीहरू त यहाँनिर केहरू रहेछ हो। खेल्नेहरू जानु मन लागिरहेको थियो, बादमा जान्छु। एक्लै आउँदाखेरि बोजूसँग मिल्दैन जानु। यो तलनिर चाहिँ लेक रहेछ, बोटिङहरू पनि थियो त्यहाँनिर। त्यहाँ बाततिर अब खेल्नुपर्छ त्यहाँतिर गएर। आज त त्यत्तिकै अब बोजूसँग एकछिन नजारा खालि हेर्नुहोस् त। वाउ, अब यति नै हो आजको लागि मेरो भिडियो है। थ्याङ्क यू फर वाचिङ। अनि मन पऱ्यो भने सब्सक्राइब, लाइक, सेयर गरिदिनु होस्। थ्याङ्क यू।